हामी लाग्छ होला अब यो चियापानी गरेर पठाउँ भन्यो नि गराउने मान्छे नि कोही पनि हेर्न जाने भन्ने छ म त दिनवटा यहाँ चट्टै पर्नु एकैछिनै दिइहाल्यो तपाईँले प्लानिङ गर्ने त्यो ठाउँ बस्ने मान्छेले पनि नीति कार्यक्रममा गाइहाल्दैछ नभए अब सजिलै हट्थ्यो कि अब नीति कार्यक्रममा सरकारले नीति कार्यक्रममा लिएर आएर चाहिँ जर्सी गाईको स्रोत केन्द्र बनाउने भनेर हाल्दै रहेछ अनि अब त्यो के हाल्यो तयारी केही छैन होइन पछि त्यसपछि बजेट त आयो होइन अब 1 करोड लगाएर अब हाराहारीमा कोठ बनाएछन् त्यति बेला भनौँ 1980 सब 18-20 महिना भयो गाई लिएर आएको नार्कबाट लिएर आएको एनसिआरसी चिकनमा 10 वटा लिएर आएको सुरु गरेर अब अहिले 10 वटा 21 वटा हो यो ज्याङ्गो छ त यो सही छ त यो है के त बाख्री जस्तो अब त्यो होइन सबै छ नाकको चाहिँ हटाउने बेला लिएर आयो भेडा पनि पछि पर्दैछ यो बियर बोतलको सदुपयोग भएर रहेछ नि त्यहाँ बियर खाँदैछ बियर खाएर मस्ती गर्दैछ ओइ के छ यो त कत्रो हो कि यो त 10 11 8 10 वटा पाउँछ 3 चाडा मुसा टोटली मिट गर्दैछ कि लाइफ किन डराउँदै पिसाब चाहिँ लास्टै गनाउने यसको चाहिँ पानी गाई राख्ने भएपछि अनि बजेट आयो अनि गाई किनेपछि पनि आयो त्यो खुल्ला नै हो कि के हो खुल्ला नै जस्तो छ अलिक छोटोहरूलाई बाँध्ने चलन छ अनि यो नमस्ते म चाहिँ एकदमै एकदमै अब त्यहाँ धेरै सजिलो एकदम धेरै लाग्छ नि दाना चाहिँ भेलीवाला दाना रहेछ मलाई सुरु दानाले गर्दाखेरि चाहिँ जति कन्ट्रोल गरे पनि यो चाहिँ प्योरै होला एनसिआरबाट ल्याएको हो अब जर्सी भनेर कति पर्सेन्ट जर्सी नै हो अहिले जर्सी दुध कहाँ सबै कुरा चाहिँ यो गाईले स्टिकी ट्र्याप सबै कुरा त्यतिखेर अलिकति प्राइस पनि ओभर एम्फोसिस भएर गाईको मूल्य पनि अलिक बढिराखेको छ त्यसले राणाकाली अफिस वेट गर्ने भनेर बजेट आएर रहेछ अनि त्यही गरी अलिक त चिटिकै परे जस्तो भएको थियो पुरानो अफिस सुरुवातको अफिस यो अफिस प्लस हामी यस्तो खतम बनाख नि बेजोकै छ कि त्यो फेरि त्यो गोठ गाई पाल्न लायकै छैन त्यही त त्यो कमसेकम भेन्टिलेसन थियो कि थिएन नि कहाँ थिएन है राम्रो थिएन बग्ने त बनाउनु पर्छ नि होइन घाम पर्ने हुनुपर्छ त्यही त यस्तो जाडो नि प्रदेश दिने भनेर कुरो थियो घाम आखिर लाग्छ यिनीहरूले गाई पनि पालेको छ खरायो पनि पालेको त्यो फोटोमा देखिने होइन सिक्युरिटी यता फर्क्या बेला
ल हो यो फोटो सलाम ठोक भाइ भाइ सलाम ठोकेन तिमीले हेर कि सानो देखेर सानो होइन यहाँ देख्यो कि यतापट्टि त्यसपछि यो भनेको तपाईँको चाहिँ न्यु चाहिँ सानसानो बिरुवाहरूलाई पनि आवश्यक पर्छ यो सानसानो बिरुवाहरू तपाईँले 10 दिनको ग्यापमा चाहिँ 1 लिटरमा 2 ml हिसाबले तपाईँले चाहिँ यो भिटामिन चाहिँ प्रयोग गर्छ यो भिटामिनहरु चाहिँ फ्रीमा तपाईँले के गर्नु पर्यो अक्टोबरमा भने यतिको यो गर्मी मौसममा चाहिँ भुसुनाहरू त्यतिको हाइटमा तपाईँले लगेर यो अनि यसमा तपाईँले यसमा हेर्ने बेलामा यदि भुसुनाहरू यसमा टाँस्यो भने तपाईँले के गर्ने त भन्दाखेरि यो किरा मार्ने त्यसपछि प्रयोग गर्ने यदि यसमा चाहिँ भुसुनाहरू टाँसेको छैन झिङ्गा माउरीहरू मात्र टाँसेको छ भने तपाईँले प्रयोग गर्नु परेन तपाईँले बुझ्नु पर्यो के भनेपछि यदि भुसुना आयो भने तपाईँकोमा भाइरस आउन थाल्यो यसको एउटाको 50 रुपियाँ पर्यो त्यसपछि तपाईँ चाहिँ यहाँनिर आउँदाखेरि तपाईँले यसको चाहिँ फोटो खिचेर लिएर आउने यसको फोटो खिच्दाखेरि चाहिँ के हुन्छ भने कुन कुन किरा आयो हामीलाई थाहा हुन्छ त्यो अनुसार चाहिँ तपाईँले विषयले पछि मल जाने कुराहरू अरू चिजहरू जान्छ अनि एकपल्ट किसान आइसकेपछि चाहिँ उसले चाहिँ सबै चिज एउटै ठाउँबाट लिएर जान्छ कि अब ट्र्याक्टर लिन हामी कहाँ आउँछ मल्चिङ प्लास्टिक हामी कहाँ आउँछ स्प्रेयर उसलाई बनाउनु पर्ने टनेल त्यसको प्लास्टिक बाँकी भागहरू सबै इम्पोर्ट्सहरू चाहिँ एकै ठाउँबाट चाहिँ लिएर जान्छ कि त्यसो गरिसकेपछि हामीले अस्तिको पालीमा 2वटा ऊ चाहिँ पकेट कार्यक्रम नै हाम्रो मार्फतबाट चाहिँ चलायौँ 50वटा भन्दा बढी ट्र्याक्टर बेच्यो टनेल ड्रिप इरिगेसन यहाँ रायोबारी भन्ने ठाउँमा चाहिँ यो उत्तिसको जङ्गल भाषामा यो पहिला रायोको बिउ उत्पादन गर्ने ठाउँ अब पछिल्लो समय अब अहिले खेती छोडा भएर जङ्गलै जङ्गल अनि बाँदर कुरा गरी कुरेको दुःख भने जस्तो छ अस्ति हर्टिकल्चर यहाँ त भनिरहेको थिएँ मैले हाम्रो यसमा निर्देशनमा चाहिँ भनेको थिएँ मैले बाँदरको कुरा अब हर्टिकल्चर गोष्ठीमा त गएर के बाँदरको कुरा गरिरहनु हाम्रो योजना के अरे अर्धवार्षिकमा चाहिँ गएर भनेको थिएँ मैले त्यस पछाडि 5 खाल काभ्रे त्यस पछाडि अर्को भने चाहिँ अहिले आएर चाहिँ त्रिशुली यति 3टा चाहिँ लगभग त्रिशुली पनि 1:1 पुगेको छैन त्यो 2टा चाहिँ 1:1 पुगेको छ बल्ल बल्ल अब हामी त अब कहिले पुग्ने कहिले भनेको यहाँ के डिमान्ड कम भएर हो कि उत्पादन कम कि बिरुवै कम लिन्छन् यहाँबाट मलाई लागेको चाहिँ बिरुवाको एउटा दर रेटै कम होइन सरकारी दर रेट यो यहाँ बाहिर लेखा त पुरानो अस्ति बढेर आयो नि हामीले सङ्घले जे बढायो त्यहीलाई नै अब माने मैले चाहिँ त्यो अनुसार त बेच्न पाइएन फागुनमा आयो त्यो निर्णय फागुनमा सबै बेचेर सिद्धिहाल्यो एउटा दर रेट कम अर्को बिक्री नै कम हुनेलाई यसमा त हल्ला खल्ला गरेर फेसबुकतिर यताउता विज्ञापन गरेर अनि पोस्ट गरेर अलिअलि बिक्री भयो अहिले आफ्नो साथीभाइलाई यताउता भनेर मैले पालिकामा भएको साथीहरू को छन् जिल्लातिर भएको साथीहरूलाई किन्न लगायो भनेर बल्ल बल्ल यसपालि अलिकति बढी बिक्यो हो नत्र बिरुवा बिक्दैन रहेछ त्यही त हाम्रो किर्तिपुरको फार्मले पनि 80-90 लाख जतिकै बेच्छ होइन 75-80 लाख त्यहाँ अनि खर्च पनि त्यही फेरि 1:1 मा छ किर्तिपुर जस्तोको फार्ममा त बल्ल 1:1 छ अब हामी पुग्न 1:1 गाडी छ उनीहरूले पनि खर्च चाहिँ ज्यामीमा जाँदो रहेछ त्यही जान्छ अनि के रे के भन्छ रे राजस्वमा त्यही छ दाइ समस्या त्यही छ यहाँ एकदम पोटेन्सियल भने आलुको रहेछ कि हजुर हामीसँग राजस्व आउने भने एउटा फलफुलको बिरुवाबाट त्यस पछाडि आलुको बिउबाट अलिकति खाने आलु पनि बेचिन्छ आलुको बिउहरू पनि गर्छ यहाँ आलुको बिउ गरिन्छ बोर्निगालेबाट लिन जानु भएको थियो कि हामी स्क्रिन घर गराएर पिपिएसहरू गर्ने बारे ओपन वाला ट्युबर मात्रै हो त्यो पनि यसपालि अस्तिको सिजनमा हामीले 17-18 क्विन्टल चाहिँ बेच्यौँ धेरै त होइन त्यति भने पनि
तल हो आलु आलु लगाउने चाहिँ अघि त्यहाँबाट पारिपट्टिदेखि देखिन त्यहाँ चाहिँ छ हाम्रो आलु लगाउने ठाउँ भयो। मेन अफिस यही भइहाल्यो है। यो कति सालको थाहा छैन है, यो अब चाहिँ पुरानै हो बिल्डिङ। अनि त्यो माथि पनि त्यो चाहिँ अहिले पहिला स्टोर सिस्टोर के रहेछ, यो चाहिँ अहिले प्राविधिक शाखा भनेर सबै यो कोठा कोचेर बस्ने त्यो एउटा लेखा यो कार्य प्रमुख भने सबै यो कोठामा बस्ने। अनि त्यहाँ चाहिँ माथि छुट्याएर त्यहाँ बसेर प्राविधिक शाखा साथीहरू त्यहाँ बस्छन्। त्यो पछाडि यो तलको चाहिँ अहिले क्वार्टरै बनाइदिएको साथीले। त्यस पछाडि अब ऊ त्यो गेस्ट हाउस हो, त्यो गेस्ट हाउस हो। तलपट्टि दुईवटा भिआइपी भनेर छ, राम्रो छ दाइ, बस्नु मिल्छ। अट्याच वाले बाथरुमवाला तलपट्टि दुईवटा, अरू सबै नर्मलवाला पनि राम्रो छ। म अस्ति तोरेर गएको थिएँ, त्यहाँ हामीसँग एकजना इन्सर्ट पढ्न आउनु भएको दाइ हुनुहुन्थ्यो होइन। होइन क्यान्टिन त छैन त्यहाँ, भिआइपी भन्ने नै छुट्टै छ कि एउटा तोरेर नाममा छुट्टै छ। आएन त त्यो काम। अनि पैसा चर्को रहेछ। अनि त्यहाँ मलाई ठिक लाग्यो, त्योभन्दा पुरा हाम्रै फार्मको ठिक रहेछ भन्ने लाग्यो। त्यो दुईवटा क्वार्टर, यो आलु गोदाम हो, यो नयाँ टिम देखिया चाहिँ। त्यस पछाडि त्योभन्दा यतापट्टि क्यालस हाउस चाहिँ कलमी गरेको बिरुवा त्यहाँ राख्ने। त्यसपछि बल्ल त्यहाँ जोडिन्छ, त्यसपछि बल्ल हामीले फुलमा ल्याएर राख्ने। त्यसपछि उतापट्टिका सबै त्यो गोदामहरू भइहाल्यो। यो महेन्द्र पार्क हो त, यो चाहिँ यो महेन्द्र स्मृति स्मारक पार्क भनेर। यतापट्टिको चाहिँ बोट महेन्द्रले रोप्यो अरे, यतापट्टिको रानीले रोप्यो अरे है। यो सबै रेकै कुरा हो, के थाहा अब त्यो दुईवटा चाहिँ। त्यस पछाडि त्यो सिसा घर भइहाल्यो। पहिला मलाई लागेको चाहिँ बिउ उत्पादन गर्नलाई सुकाउने कामहरू सबै त्यो सिसा घर गर्थेँ। अहिले चाहिँ यो फङ्सनल छैन, सबै माथिबाट फुटेर चुहिएर त्यहाँ कामै छैन अहिले। हाम्रो ज्यामीहरूले सामान राख्ने ठाउँ मात्रै भएको छ अहिले। तलपट्टि सबै त्यो नर्सरी एरिया हो, तलपट्टि त्यो नर्सरी एरिया, यो पनि नर्सरी एरिया। यतिसम्ममा चाहिँ अलिकति पानी दिन सकिन्छ हामीले। त्यो चाहिँ ट्याङ्की छँदै छैन चाहिँ, तर त्यसले यति एरियालाई काम गर्छ, त्यो अर्को ट्याङ्कीले यति एरियालाई काम गर्छ। पानी हामीले जोड्न सकिरहेको छ। पानी चाहिँ कहाँबाट हामी चाहिँ जङ्गलबाट ल्याएको छ। हाम्रो मूल जस्तै यो पानी चाहिँ खानेपानीकै अरे सप्लाई हो। अनि अर्को त्यो लाइनमा चाहिँ हामीले खानेपानी मुल्दै माथि त्यो जङ्गलको तलपट्टि चाहिँ मूल छ, त्यहाँ मूलको पानी हो सबैतिर। त्यस पछाडि अब त्यो टनेल सनेलमा धेरै जसो हाम्रोमा चाहिँ त्यहाँ रुट स्टकहरू हामीले राखेका छौँ। अहिले हेरौँ ल है, किवीहरूका रुट स्टक, हलुवा बेदको, त्यस पछाडि स्याउको लागि हाम्रो धेरै जसो टनेलमा चाहिँ रुट स्टक थियो। तरकारीको काम अलिक कम भएको चाहिँ त्यो कारणले गर्दा पनि अब यहाँ तलपट्टि ओखर राखेका छौँ, ओखर जमा छौँ। त्यसपछि यतापट्टि अरूको रुट स्टक छ। अनि तलपट्टि पनि त्यही नै हो। ऊ त्यो पारिपट्टि छ नि, त्यो हाम्रो त्यो त्यहाँ चाहिँ हो आलु लगाएको हामीले। त्यहाँ आलु छ, यसको तलपट्टि पनि आलु छ। आलु अब ठ्याक्कै एरिया एस्टिमेट ठ्याक्कै छैन, 20-22 रोपनीमा आलु लगायो होला अहिले 20-22 रोपनीमा। यो हाम्रो यो सबै ब्लकहरू सबै यो अब यो आरु बखडा ब्लक छ यहाँ। अनि ऊ त्यो हलुवा बेद हो, त्यो पहेँलो जस्तो भएको त्यो जापानिज हलुवा बेद भयो। अब त्यो आइडेन्टिटी स्याउ हो, त्यो छोपेको चाहिँ त्यो आइडेन्टिटी स्याउ। अब त्यो किवी भइहाल्यो, यतापट्टि नासपाती छ, उतापट्टि कटुस छ, जापानिज कटुस छ। खानु भएको छ जापानिज कटुस? यति ठुल्ठुलो हुँदो रहेछ कि, ठुलो हुन्छ, दामी हुन्छ दाइ त्यो छ। त्यस पछाडि अनि अब यो चाहिँ पहिलाको भिआइपी गेस्ट हाउस हो अरे, यही छेउको चाहिँ। त्यो पहिला मन्त्री सन्त्री आएर बस्ने, रामचन्द्र पौडेल आएर बसे, के भन्दै नि भूकम्पले ध्वस्त पारेको छैन यो अहिले केही। यही चाहिँ यो चाहिँ त्योभन्दा तलपट्टिको चाहिँ त्यो क्वार्टरै हो। गोलघर भनेर चाहिँ यो बाटो हो। यो हाइवे बनाउँदाखेरि इन्डियनहरू प्रोजेक्ट वालाहरू आएर यसरी ठाउँमा यो बाटोभरि 8-10वटा ठाउँमा कति ठाउँमा छ जस्तो लाग्छ यस्तो घरहरू। अहिले पनि क्वार्टरै होला हेर्नु भनेपछि त्यो कति सालको 10-12 सालतिरको कुरा होला। अटो र म्यानुअलमा फरक पर्दो रहेछ, धेरै फरक पर्दो रहेछ। जस्तो दसैँ अगाडि बर्खा आयो नि, 11-12 गते नेपालभरिको बढी पानी परेको यहीँ देखायो 410 एमएम 24 घन्टामा। हाम्रो म्यानुअलमा 410 देखायो, अटोमेटिकमा 300-350 को आसपास देखायो कि। फरक पर्दो रहेछ, सँगसँगै भएकोमा पनि त्यस्तो फरक पर्दो रहेछ। अब यसलाई चाहिँ अर्कोचोटि बेलैमा लगेर यो लगाउन नि एउटा खन्नलाई उ गर्न कुनै छैन कि मिडिया ठाउँमा लगाएन नि त्यो चाहिँ। अब यसै काट्दैन यो गर्ने काम गरेन, कुनै एंगलबाट पनि छैन कि। छैन मैले पनि सोचेको कहाँ छ त नि बिरुवा हानेर अहिलेसम्म बोलाइदेखि होइन ल। के छ त अवस्था? ठिक छ।
टिकटकमा ट्याप ट्याप गर्नुहोस् ट्याप 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 यो त यसो चाहिँ गराजमा हेरेको अस्ति मैले धुलो 100 ग्रामको कति रुपियाँ भनेर लेखिरहेको थियो रोजमेरीको होइन चिया सही छ कम्पनी ल बास्नादार रहेछ यो त सही ल भाइको ट्याक्क टेस्ट गर्नु हुन्छ र दाइ अलिकति भाइको फोटो ट्याक्क बिहे हुने गरी मासु पनि हाल्छन् नि साँच्चै यो सरर निकालेर हाल्छन् के यतिकै हाल्ने दामी हुन्छ मासु पकाउँदा त्यो भन्दा रहेछ यो विदेशीहरूको हो सबैको चाहिँ लगभग यसरी नै छ ओपन सेन्टर भने यही होला हैन त्यसमा खुल्ला छ ओपन सेन्टर टेक्नोलोजी यो चाहिँ यो एकदम अर्को त्यो शान्तारो जाति गरेर चाहिँ यो कुन नेताहरू बसेको रे एकचोटि राष्ट्रपति आएर बसेको पहिला चाहिँ ठिक थियो रामचन्द्र पौडेल आएर बसेपछि चाहिँ धराप भयो क्या मिटिङ पनि यहाँ सबै अरू भाडा छन् यो पनि बिक्री हुन्छ होला नि पछि हुन्छ दाइ त्यो ताजा पनि जान्छ अचल चाहिँ सजिलो के भन्दाखेरि भन्न छ कि यो शान्ता रोजा चाहिँ अलिकति लेट रहेछ यसमा चाहिँ छैन अहिलेसम्म यो भाइको मेथी शान्ता रोजा खिचिहाल्नु पर्यो यहाँ कहिले आइन्छ फोटो अन्त दाइ कि काठमाडौँबाट टाढै छैन बाटो अलिकति चाहिँ बाटो त्यस्तै हो मेथी त अब बेला हुनु थालिसक्नु भयो छिटै यो प्रुनस भन्ने चाहिँ यो बोट मरिसक्यो अब यो चाहिँ हाम्रो नासपाती ब्लक यतापट्टि टाइट गर्नै पर्ने हो यो अस्तिको हावाहरूले सबै फाल्दैछ यो एन्टी हेलनेट हावाहरू यहाँ यस्तो चल्छ दाइ अब उता टनेल एउटा उडाइदिएछ त्यस पछाडि यो थाहामै घरहरू उडायो नि 100-120 वटा कतिवटा घरको खाना उडायो भनेर राखेको थियो होइन हाम्रो पनि टिन त्यसको पनि टिन उडाएको थियो यहाँ त अब त्यो चाहिँ कटुस त्यही हो दाइ जापानिज कटुस जापानिज कटुस त्यही चितवनमा अब गुराँस चाहिँ होइन लाग्यो होइन दाइ गुराँस पछिल्लो समय गुराँस घट्दै आएको एउटा चाहिँ अब त्यो कतैबाट थाहा त भएन है बोडो पेस्ट पनि ला रहेछ पछिल्लो समय होइन बोडो पेस्ट लगाएको बोटहरू चाहिँ सुक्यो कि भन्ने यस्तो कुरा भएर बोडो पेस्ट चाहिँ यसपालि गुराँसमा लगाएन अनि त्यही गुराँसहरू कतै लगाएन यसपालि अब हेरौँ थाहा छैन यो कुरा के हो अलिकति चाहिँ सेतो गुराँसहरू ल्याएर रोप्या पनि छ मैले चाहिँ लन्च भन्ने टाइपको अप्सन हुन्छ कि लन्च गर्दैछ कटुस भनेको यही भयो ए यो कटुस नै यो ब्लकै कटुस हो काम चाहिँ यो पनि कटुसै हो होइन त्यो भैया त्यो खसेर चाहिँ अलिकति बाँकी त्यो भैया लगाएर कटुस छैन भने झरिसक्यो पाकेर यो त जापानिज यो हाम्रो सानो कुन्टी हुन्छ दाइ होइन मैले उसमा खाएको थिएँ कि त्यो होइन सिगल खिच्दिनु न बिचरा हाम्रो खिच्नु ट्याक्क निकाल्दिनु अलिकति ढिलो भयो तपाईँहरू आउनुलाई नत्र हेरौँ कति फुल्या थियो ट्याक्क सही छ यो फापर झार यहाँको 1 नम्बरको दुश्मन हो दाइ 1 नम्बरको अलिक तल कता फुल्ल्याउ त फुलले के गर्ने फुललाई तेलवाले फुलिएर जाने हो रुखमै चढेर खिच न रुखै यस्तो समातेर यो दुईटा पत्ता देखाउनु पर्यो नि हेर्दा के हो भने जस्तो गर्छ यो आइडिया हाल्ने सयौं थुङ्गा चाहिँ सिलेक्ट गर्ने ल डायग्राममा आयो थियो निगालीमा वहाँ माथि मुडेमा चाहिँ 7-8 कलरको चाहिँ हाम्रो के हलुवा भित्र यो आरुको खडाकै भेराइटी रहेछ तर यो यस्तै कुन यो त्यो कलरको 3टा बोर्ड छन् त्यहाँ यति नै पुरै सेतो फुलेको थियो दाइ सर्लक्कै सेतो थियो अलि अस्तिसम्म तलपट्टि त्यो हरियो रङ लगाइदिएछ इनामेल गुराँसको के वाइन के भन्छ रुटी स्टक हो किवीको रुटी स्टक अब लगभग सिद्धि यसमा अब यहाँ एउटा किनेको रुटी स्टक लाउनु पर्ला अब त्यहाँदेखि आएको होइन हामी अफिस यहाँसम्म यो हाम्रोमा खासै समस्या छैन र
लाइको चाहिँ यो सबै हाम्रो रुटिस्टार्ट होला टिभीको रुटिस्टार्ट होला टिभीलाई चाहिँ अब हामीले प्रायः जसोलाई रुटिस्टार्ट लोकल र के भन्छ जङ्गली प्रयोग गरे हुन्छौँ होइन टिभीलाई चाहिँ फेरि विकासे जातकै रुटिस्टार्ट रहेछ क्या पालिकाहरूतिर फलफुल खेती कार्यक्रम राख्नु पर्यो कि पालिकामा भाइ त्यसपछि बेर यहाँबाट पालिकामा नभए होइन पालिका लैजाँदैनन् कि कहाँबाट दिन्छन् यिनीहरूले यो पार्क होइन यो राजा महेन्द्र स्मारक पार्क यही छैन मुस्ताङ फार्मर लिएर आएको हो हामी त यस्तो बिरुवा नै हो अनि कलमी गरेको ऐसे बोटबाट कलमी चाहिँ सुरु गरेँ यो त फल्नलाई आफ्नो जस्तो लाग्छ कि अन्त कसले लाउँछ हावा अलिअलि आएर लटमा गरेर रोप्या रहेछ तर यसको फल्नु पर्ने त्यो फलिसक्यो होला नि होइन फलिसक्यो यो त फलिसक्यो 3 वर्षमै फल्छ नि होइन 3-4 वर्ष यसको चाहिँ के भयो समस्या एउटा भन्दाखेरि लेआउटै भेट्टाइएन कि अब यहाँ यो के गर्दा कसो गर्दा कताको कता पुगेको छ अब यो चाहिँ फलेको बेलामा अब हेर्नु पर्यो अब म फलेको बेलामा आइपुगेको थिइनँ अनि लेआउट खोजेको अफिसमा लेआउट कतै पनि छैन यो किर्तिपुरले आएर रोप्दै अरे के किर्तिपुरै सोधे होइन हुन्थ्यो होला सोध्नु चाहिँ सोधिनँ अबको सिजनमा फल्यो यहाँ समस्या छ भने ए बाँदर त दाइ कति बाँदर त अनि जस्तो पनि यहीँ पनि देखिन्छ होला ओखर खाँदो रहेछ ओखरको घाँसी खालिदिएर छैन हामीले अस्ति ओखरमा हुलै आएको देखियो बाँदर त मार्न पनि पाउँछ होइन पाउँछ अस्तिको अनुसार त खै त्यो के छ बाँदरलाई मार्दो रहेछ बाँदर मारेर के गर्नु त्यसपछि चाहिँ अलिक काम मान्छे चाहिँ हामीसँग नै बिरुवा लिन आउँछ भन्ने चाहिँ हाम्रो उसले हामीले लगभग डेमो चाहियो डेमो गराउनु पर्छ उहाँले होइन भर्टिकल फार्मतिर क्वालिटी र त्यसको कम्पेयर भइहाल्छ नि त अधिकांश चाहिँ हामीले निकाल्ने भनेको चाहिँ अहिलेको सिजनमा फुट्छ यो अहिले आफ्नै 51-52 सालमा चाहिँ यो दाइले सुरुवात गर्नुभयो। त्यो बेलामा सुरु गर्ने बेलामा चाहिँ जोशीको छोराले मान्छेले त्यो बेलामा भनेर उडायो। फलाम रुपे भन्छ उडायो हैन। यो चाहिँ बनाउनु कस्ट धेरै कम लाग्यो नि त। प्रायःको ध्यान पनि यस्तैमा गइरहेछ कि यो त धेरै लाग्छ नि। यही सफल छ भने यो पनि राम्रो होइन भन्नु।
नर्सरीको सिजनमा मर्नु आएको अनि त्यही अनुसारले पानीले बिमार पनि भर्खर सारे हुन्छ है चाहिँ हुँदैन अब गर्मी महिनामा त्यसै गर्मी हुन्छ टर्नेको त्यो धेरै आवश्यक पर्दैन आवश्यक पर्ने भनेको जाडो महिनामा हो जाडो महिनामा माथिको प्लास्टिकले मात्रै चारैतिर चाहिँ ओपन भइसकेपछि त्यो कामै छैन तर यसरी बनाउँदाखेरि यता यता खिचौँ भने यताखेरि पनि भाइबाट खिच्न जाँदाखेरि खिच्न गएको नि यो भिडियो हो त्यो त